नमस्कार, म सञ्जय विशी तपाईँहरूको माझमा म एकदमै महत्त्वपूर्ण र सहयोगको अपिल गर्न आएको छु। पक्कै पनि भिडियोलाई स्किप नगरिकन हेरिदिनुहोला, पुरा भिडियो हेरिदिनुहोला। एकदमै तपाईँहरूको यो भिडियो को कारणले गर्दाखेरि कसैको जीवन बाँच्न सक्छ र कसैलाई सानो सहयोग मिल्नेछ। पक्कै पनि एकचोटि यो भिडियो हेर्नुहोस् है त। प्रवीण विश्वकर्मा इनोमिया ए प्लास्टिक बोन म्यारो जस्तो जटिल रोगका कारण ग्रसित छन्। भर्खर कक्षा 8 मा पढ्दै गरेका उनलाई यस्तो गम्भीर रोग लागेपछि परिवार पीडा र आर्थिक संकटमा थिचिएको छ। भएको सबै सम्पत्ति सकियो, छोरा पनि रहेन भने हामी जिउँदै मर्छौं भन्दै प्रवीणका बुबा दीपक विश्वकर्माले रुँदै सहयोगका लागि याचना गरेका छन्। विगत 3 महिनादेखि बाल चिकित्सा एवं स्नातकोत्तर शैक्षिक संस्थामा प्रवीणको उपचार भइरहेको छ। प्रवीणको उपचारका नाममा हालसम्म 6 लाख भारतीय रुपैयाँ भन्दा धेरै खर्च भइसकेको छ। बोन म्यारो ट्रान्सप्लान्ट गर्न अझै थप 20 लाख लाग्ने डाक्टरले बताएका छन्। प्रवीणलाई ए पोजिटिभ ब्लडको पनि आवश्यकता रहेको बताइएको छ। यसै त घरको आर्थिक अवस्था कमजोर थियो। प्रवीणका बुबाले भारतको ग्रेटर नोएडामा र यो भिडियो हेरिसक्नु भयो, पक्कै पनि थाहा पाएकाहरूले थाहा पाइसक्नुभयो र थाहा नपाएकाहरूले पनि म तपाईँहरूले थोरै जानकारी गराउन चाहन्छु र सहयोगको अपिल गर्न चाहन्छु। हाम्रो मालिका गाउँपालिका दर्लिङ खोरा स्थिति बस्ने दीपक विश्वकर्माको छोरा प्रवीण विश्वकर्मा एकदमै अहिले जीवन सँगै मृत्युसँगै लडिराखेको छ। यो अहिले अब यो पढाइ गर्ने उमेरमा अब आफ्नो जीवनलाई कसरी गर्ने भन्ने यो सानो कलिलो उमेरमा चाहिँ अहिले चाहिँ उसले यो पीडा भोगिराख्नु परेको छ। यस्तो रोग लागिरहेछ कि उसलाई जो बोन म्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने चाहिँ एकदमै एक ठुलो एकदमै घातक रोग पनि हो र पक्कै पनि तपाईँहरूको यो सानो सहयोगले गर्दा उसको जीवन रक्षा हुन सक्ने सम्भावना छ। थोरै उहाँहरूले चाहिँ परिवारले चाहिँ आफूले गर्न सक्ने र उपचार गर्न सक्ने एकदमै जोड गरिराख्नु भएको छ र लागि पर्नु भएको छ। अहिलेसम्म लागि पर्नु भयो र जे जति खर्च भयो उहाँले सक्ने जति उहाँले एकदमै कोसिस गर्नुभयो र अब भने चाहिँ एकदमै ठुलो रकम लाग्ने भएको हुनाले चाहिँ म सबैसँग के आह्वान गर्न चाहन्छु, के अपिल गर्न चाहन्छु भने पक्कै पनि त्यस तपाईँहरूको सानो सहयोगले गर्दाखेरि उसको जीवन रक्षा चाहिँ हुन सक्ने सम्भावना छ। र अहिले चाहिँ प्रवीण विश्वकर्मा भारतको बाल चिकित्सक हस्पिटलमा चाहिँ उपचार भइरहेको छ। एकदमै ठुलो रकम लाग्ने भएको कारणले अलरेडी उहाँहरूले गर्न सक्ने उपचार गर्न सक्ने आफ्नो जे जति छ क्षमता छ उहाँहरूले चाहिँ लगाइसक्नुभयो। अब भने उहाँहरूको आर्थिक अवस्थाले नपुगेको कारणले गर्दाखेरि एकदमै ठुलो रकम लाग्ने भएको छ। लगभग 20 लाख भारो जति लाग्ने भएको छ। यो रकम जुट्यो भने चाहिँ पक्कै पनि प्रवीण विश्वकर्माको जीवन चाहिँ पक्कै पनि सक्सेस हुनेछ, सुधार हुनेछ र हामी सबैजना लागि परेर चाहिँ उसको जीवनलाई चाहिँ रक्षा गर्नुपर्छ र उसको उपचार चाहिँ सफल पार्नुपर्छ र सबैजनाले म विनम्र अनुरोध गर्न चाहन्छु, देश तथा विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली तथा दाजुभाइहरूले पक्कै पनि यो भिडियो चाहिँ सेयर गर्नुहोला र हरेक मानिसहरूको चाहिँ उसमा चाहिँ पुर्याउनु होला पनि भन्न चाहन्छु र सबैजनाले चाहिँ जे जति हुन्छ जस्तो जुन हिसाबले हुन्छ पक्कै पनि सहयोग गर्नुहुनेछ भन्ने आशा राख्दछु। र मलाई पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ। परिवारको नम्बर पनि यही स्क्रिनमा छ, मेरै आफ्नै नम्बर पनि स्क्रिनमा छ। पक्कै पनि जे जस्तो अवस्थाबाट तपाईँहरूले कन्ट्याक्ट गर्न सक्नुहुन्छ। कन्ट्याक्ट गरेर चाहिँ तपाईँहरूले जति सक्नुहुन्छ र जसरी सक्नुहुन्छ त्यसरी चाहिँ तपाईँहरूले चाहिँ सहयोग गरिदिनु एकदमै सबैजनाप्रति 10 औँला जोडी विनम्र अनुरोध गर्न चाहन्छु। धन्यवाद।